हेलो फ्रेन्ड्स, वेलकम टु माई युट्युब च्यानल है। सो आज हामी मामा घर जाँदैछौँ। मेरो मामा घर चाहिँ गाप्टुङ पाल्पा हो। सो ओके, लेट्स बिगिन आवर जर्नी टुडे। म चाहिँ आज भाइसित जाँदैछु। मेरो भाइ यहाँ चाहिँ जुत्ता लाउँदै। गाइज हेरौँ त होराइजन चोकको भ्यू। अहिले हामी पैसा झिक्न आएको छौँ। अब सिधै जान्छौँ यहाँबाट। सो स्टे कनेक्टेड। सबै उल्टो भयो यार, यो आयो नेपालको टुकटुकमा सवारी मलाई भन्छ टुकटुक सवारी। टुकटुक सवारी तर होइन, आज उसमा जाने के अरे माथि। आज त गइन्न होला, भोलि गइन्छ होला। भोलि माथि माथि किन डाँडातिर भोलि डाँडातिर चाहिँ भोलि गइन्छ। आएर गर्नु पर्ला। मर्निङ भ्यू बबाल। यो चाहिँ होइन, यो चाहिँ शिवालय मन्दिर है। भइसक्यो होला। यहाँ हो उल्टोको। यहाँ चाहिँ न्यु इयरको लागि हामी अहिले गाप्टुङ जाँदैछौँ है। अब एप्पलको त्यो चार्जर लिनु थियो, त्यो चाहिँ लिखियो मिसन टु गाप्टुङ। हाम्रो अब छिटै नै गाप्टुङ पुगेर सो गाउँको ब्लग हामी सुरु गर्छौँ। अहिले चाहिँ हामी बाटोमा हिँडिरहेको छौँ। म बाटो देखाउँछु ल। गाडी छ नै हजुर ठुक त। घर भने यहाँ बढायो बाइक चढ्नु निकाल्यो। गाडी नै आउँदैन त यार, के गर्ने हो। कुरै हो यो। गाप्टुङ जाने, गाप्टुङ थाहा छ कसैलाई? थाहा छ भने भनौँ न। सस्ता पनि पऱ्यो भन्दा नि। अनि दाइले चाहिँ हामीलाई ठ्याक्क गाडी खोजिदिइराख्नु भएको छ। दाइले 5 मिनट भनेर हाम्रो वालिङको गाडी ठिक छ, आउला नि। ल हामी चढ्यो ब्यागको लाएर। पुग्ने कतिखेर थाहा छैन। बिजोको अवस्थामा लास्ट सिट। गाडीको सिटहरू यत्रो छ, ठ्याक हुन्छ। अरू केही मलाई पसिना आइसक्यो यार। यस्तो गर्मी छ, यस्तो गर्मी छ है। झ्यालमा बस्नु हो है। यस्तो भ्यू देखाउँछ म हेर्नु। गर्ने बिगेन्स गाडी पुरै यहाँको एक साइड गर्दैछ, वार्मअप गर्दैछ। त्यसपछि उड्छ यो गाडी अब आकाशमा। दाइ त यहीँ 6 बजे हिँड्दैछ। हाम्रो गाडी अझै हिँड्दैन। टाढा जानेलाई छोडिदिएर के छ गर्मी भएर पसिनाले नुहाइएछ। एकदम रिस पनि उठिरहेछ, फ्रस्ट्रेट भइएछ। त्यसलाई अलिकति दिमाग कम पुऱ्यायो आज। सब बिगाऱ्यो त्यो रातो दाइले। आफू पनि चढाएन, यो बसको स्टाफै हेर्ने रहेछ त। त्यहाँ बसेर के त्यसले त कमिसन खानु होला छैन कि ठ्याक्कै छैन है। न त है गाडी खुट्टा नि अटेन। गाडी पनि खासै छैन कि लास्टै हो। अब 8 बजीको नाइट गएपछि
है लाग्यो बल्ल हावा आयो चिसो समुद्र अब चाहिँ मजा आउँछ है बाहिर चिसो अहिले त एकछिनमा त नि म यस्तो गर्छु क्या होइन त्यतापट्टि गाडी आउनु न गएको रहेछ त छिटो पुगिन्छ कति डराएको गाडी चाहिँ अहिले बहुत कुदाइरहेको छ एकदिन त जाने हो संसार छोडेर हाम्रो गाडीलाई चाहिँ अहिले खै के हो भर्खर ड्राइभर दाइले गाली खान्छ नि कुदाएको हो हँ ड्राइभर दाइले गाली खान्छ नि कुदाएर भर्खर खायो सक्यो दाइ कस्तो के भन्दा थाहा पाइहालिन्छ ओभरटेक हाम्रो गाडी जोसिलो छ ओभरटेक ओभरटेक बाइकमा त उल्टो आउँदैन कि तल आउन सुरुमा मात्रै मजाले आउँथ्यो अहिले अड्के बिटिसक्यो त आयो कि अहिले बाहिर अलिअलि चिसो छ है धुलो त्यस्तै छ ब्रेक लाग्दैन हाम्रो सब मेरो दारी नै सेतो भइसक्यो यार हामी चाहिँ चिप्ला हो गएको हिँड्छ गएको हिँड्छ एक दिन त जाने संसार छ संसार छोडेर बाँसहरू बोलाउनु गएको टेन्सन पनि साफ भयो पैसा पनि कमाउनु पनि केही भयो 5 दिन पाउनु तिमीलाई चाहिँ झ्याउ हुन्छ मलाई त के हुन्न के अरे त्यही पनि झ्याउ त झ्याउ मलाई सेन्टी हुन्छ तिमीलाई झ्याउ तँ गए पनि त सेन्टी नै हुन्छ मैले कसलाई निरेँ भन्नु म गएको दुईवटा दाजुभाइ बिहान गएर अन्त चाहियो नि मलाई क्याप्टन कसले लिएर जान्छ अन्त म आत्मा बनेर आउँछु आत्मा बनेर आउँछु आत्मा बनेर मलाई क्याप्टन लिएर जान्छ झन् एकैचोटि कुरोबाट जाम बाहिरको माहौल हेरमै धुलै धुलो छ शीत यहाँबाट ट्रकलाई घटाउँछ कसरी कोही कोही दसैँको टिम खेल्न पाएको थिएन खेला डरलाग्दो बाटो चाहिँ यार क्यामेरै खस्ला जस्तो
फाइनली गापटुङ आइयो है। यस्तो छ फारा गापटुङ आइयो गाइज, गापटुङ आइयो। सुने सुने देखे पनि तँलाई ल। गाइज अब हामी नयाँ मान्छे दाईलाई भेट्दैछौँ है। हाम्रो निश्चल दाई फाइनली हामी गापटुङ आइयो है। सो अब चाहिँ फाइनली यहाँ भाइलाई हेरौँ भाइ के छ। दादा यता छु दादा, यहाँ हाम्रो दाई यता छन्। तेरो अझै गोप्रो इन्स्टा 360 हेडलाइटै निभ्यो के छ दाई। यहाँ बाइक घर लगाउनु कसरी भयो? हामी आज पनौतीमा कसम बसको ब्रेक त्यहाँ राणा खोला आउँदा हेडलाइट गयो यार। कस्तो बाइक हेलमेट अड्काएर मोबाइल अड्काएर लिएर आएको खस्यो मोबाइल पनि फेरि। हाम्रो आजको कथा सुन्नुहुन्छ नि तपाईँ तर्सिनुहुन्छ। के भयो गाडीवालाको गाडी बिग्रियो, ब्रेक के पनि आज ब्रेक अझै ब्रेकमा हावा नभएको ब्रेक। अनि के भयो? कस्तो ब्रेक हो? इन्जिन ब्रेक भ्याक्युम ब्रेक गएछ। सोल्टीले ब्रेक बनाएको छ सबैको अगाडि। एउटा मान्छे त झरो बिचमै बसको स्टार्टै बन्द भयो कालो। होइन हामी लिन आएको थिएँ। लिन भनेर आएको बाइकको हेडलाइट बिग्रेर बल्दै लाइटै भएन। झर्दा झर्दै बसेर लम्बै लाइट गएछ। बल्ल तल यहाँसम्म झाऱ्यो। अब जाने कसरी भयो? मेरो लाइट छ नि घरमा, जानु न दिनु कालो लाइट। कालो लाइट भन्दा नि बाल्ने लाइट के यो मोबाइलको लाइटले होला नि। त्यो अर्को चाहिने भयो, चार्ज गरेर राखेको त्यही लाइट बाल्नु त्यसले हुन्छ होला। नभए त्यहाँ छ घरमा। हुन्छ यो हाम्रो बाइक हेडलाइट बिनाको बाइक। अब मोबाइलको लाइट बाल्दै हिँड्नुपर्छ। ब्याट्री होइन त्यो लाइटको कहाँ त्यो स्विच कहाँ बिग्रियो क्या। अब यो एउटा लाइट बल्दैन थियो, अफ मात्रै बल्थ्यो। कति राम्रो गाडी। निखिल दाइ कता हुनुहुन्छ? यिनीहरू त अहिले यताबाट जान्छ नि काठमाडौँ। सबै एमालेको होइन गदा यो नाइट बस यताबाट गएको क्या त। यो पनि सबै नाइट टाढा आएको नि टाढा आउँछ नि। ए दाउने हो पानी पानी भयो होला। लाइट देखायो त्यतापट्टि बसेर म घुमाउँछु लाइटले। लु दाइ धान्न त धानिन्छ। बोलेको थियो कि रोबी घरमा कुनै जोडी नचौला मादलको तालैमा पछाडि बस्छस् कि म पछाडि बस्छु? लाइट त्यहाँ देखिन्छ पछाडि। ल यो ब्याग कहाँ थप्ने हो? ब्यागमा थपिदिन्छु घरिघरि हुन्छ कि फेरि ब्याग मलाई दिन्छ अगाडि। तपाईँले बोके नि भयो अगाडि सजिलो हुन्छ नि। दुईतिरबाट हाल्नु न। दुईतिरबाट त हाल्छु कि यहाँ ब्याग जाने कसरी भयो? बसेको देखिन्छ होला। ओइ मलाई पनि छेक्दै बिस्तारै ब्याग ओइ के हो चराएर नडर। अब बस्नु त जाने पो कसरी भयो यहाँ? ल बालौँ लाइट फुल बाल है। फुल हो फुल भोल्युममा। म यताबाट देखाउँछु त उताबाट देखा। दुईतिरबाट देखाऊ है। बिस्तारै जाउँला कि भयो भयो समातै राम्रोसँग फेरि म त पक्रेर। ओइ 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 निकाल्नु न। अलि अगाडि बाल्न मेरो दाइको मुखा होइन कि पक्र्नु पर्यो। पकड मेरो यो छोप त यो छोप त्यो छोप्नु मिल्दैन मैले। रुख त्यसो भए ए बाल न त्यहाँ यहीबाट त्यो क्यामेरालाई अघि भित्र हालिदिनु जस्तो लाग्छ मलाई। ओइ यस्तो तालले हिँडेर गेडा पनि अट्थ्यो यार।
गिरे अट्यो राम प्रभु जगन्नाथम यहाँ त झन् अझै पक्क म झरेर उता माछा बत्ती देखिन्छ नि जस्तो यतिकै देखाएको जाला गयो त यहाँ ढुङ्गा सुङ्गा छ क्या यता केही देखिने ढुङ्गा त्यो नजिकै आइ देखिन्छ न के गर्नु हुन्छ हामी टर्च बाल्दै कन्सर्ट भयो जस्तो लागेको छ दिमाग खराब भयो नि त आज दिमाग खराब पैसा खराब फाइनल्ली साथीहरू हामी चढ्दैछौँ उकालो यो यहाँ त बिच भएछ त अलि समात है केही देखिन्न अब एक गेरमा त नलाग्ने हिँड्नु यहाँ धन्न यतिको स्ल्याब हाल्दैछ यार सेन्टी खाइन्थेन यो त है ढुङ्गा चाहिँ दाहिनेतिर उता एक ठाउँ अप्ठ्यारो छ नत्र म झरेर देखाइदिउँ त अलिक दाहिने ठाउँ त हाल्दैछ हो यहाँ खाल्छ हो यहाँ हो लन्टे त भाइ कि भाइ कता गाउँ भयो त थाहा छैन रोदी घरमा खुम जोडी नाचौँ ल निरेर मेरो मुखतिर देखाएको छ उता देखा पढ्न मेरो मुख किन देखाऊ नदेखाएको एउटा देखाएको हुन्छ बरु पक्कमा झर्छु झर्छु पक्कार भएर राम्रोसँग बस आइज झरिन्छ कि आइज झर्दैन झर्नुहोस् होइन लखन अगाडि आयो मोबाइलसम्म तैँले लाइट देखाउनु पर्छ मलाई छोप के जान्छ मलाई छोप तैँले लाइट नदेखा बरु अरू नक्लाई छोपै छु ल पछाडि छोपे त यहाँ अब के गर्ने हो कि यहाँ अलि लङ टर्न दिनु न लङ टर्न हो यहाँबाट सट्ट हो बिस्तारै लग्नु हो ल भइहाल्यो त गाइस अब आइयो फाइनल्ली घर आइयो दाइले हामीलाई लिन आउनु भएको एकदम खुसी लाग्यो ल देखा छ हिँड्नु बिस्तारै हिँड्नु यहाँ त ब्रेक हान्दा हिँड्यो नि पुगिन्छ क्या ल ब्रेक